हाई गाइज यहाँहरू सम्पूर्णलाई नमस्कार मेरो तर्फबाट। र मलाई चाहिँ आज एउटा मनमा छोएको एउटा मन परेको कहानी चाहिँ हजुरहरू समक्ष चाहिँ प्रस्तुत गर्न मन लाग्यो। सो यहाँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। सो यो कहानी चाहिँ एउटा गुरुको छ हैन। यो गुरु भन्ने एउटा हामीलाई जति पनि शिक्षा दिनुहुन्छ उहाँहरू हाम्रो लागि गुरु हुनुहुन्छ र गुरुदेव एउटा हुन्छ नि, उहाँहरू चाहिँ साँच्चीकै क्या भित्रै मनबाट गुरु प्राप्त भइसक्नु भएको हैन। र उहाँहरूले चाहिँ शिक्षा हामीलाई धेरै राम्रो राम्रो दिनुहुन्छ। र उहाँ गुरुदेवले चाहिँ आफ्नो भक्तहरूलाई चाहिँ हैन बेला पारेर भक्तहरूलाई चाहिँ आफ्नो स्पिचहरू आफ्नो प्रवचनहरू चाहिँ सुनाउनु हुँदो रहेछ क्या। र जिन्दगीको लाइफ के हो, जिन्दगीमा हामीले कस्तो कस्तो कामहरू गर्नुपर्छ र हामीले जिन्दगी कसरी बुझ्नुपर्छ भन्ने कुरोहरू, पोजिटिभ कुरोहरूमा चाहिँ एकदम आकर्षित गर्नु हुँदो रहेछ। हामी मान्छे भएर जन्मपछि राम्रो काम गर्नुपर्छ, राम्रो काम गरेपछि राम्रो प्रतिफलहरू मिल्छ हैन। यस्तो कुराहरू चाहिँ सम्झाउनु हुँदो रहेछ भक्तहरूलाई क्या जति पनि। र उहाँ चाहिँ साँच्चीकै गुरु नै हुनुहुँदो रहेछ। र हाम्रो भक्तहरू पनि कतिपय भक्तहरू पनि नेगेटिभ पनि हुन्छ, पोजिटिभ पनि हुन्छ। एउटा भक्त चाहिँ यस्तो रहेछ कि उहाँ चाहिँ अलिकति कस्तो भने आफू नै अलिकति जान्ने, आफू नै अलिकति बुझ्ने भन्ने खालको एउटा भक्त पनि हुनुहुँदो रहेछ। र उहाँले चाहिँ जानुहुँदो रहेछ हैन, गुरुको प्रवचनहरू पनि सुन्नुहुँदो रहेछ र उसलाई राम्रो पनि लाग्दो रहेछ। र उहाँ केही दिनपछि चाहिँ उसले के सोच्नु थाल्नु भएछ भने गुरुले जति पनि भनेको कुरोहरू त मलाई आइसक्यो हैन, मैले जानिसकेँ नि, अब खासै मलाई गुरुको आवश्यकै छैन हैन, म नै गुरु भइसकेँ भन्ने खालको एउटा अहङ्कार हुन्छ नि, एउटा घमण्ड जो मान्छेमा कोही कोहीमा हुन्छ नि। उसले चाहिँ पनि त्यही सोचेर चाहिँ के गरेछ भने अब मलाई गुरु चाहिँदैन, म नै गुरु भइसकेँ भनेर चाहिँ उसले चाहिँ 8-9 जना मान्छेहरू चाहिँ भेला पारेर चाहिँ म गुरु भइसकेँ, म चाहिँ गुरु प्राप्त गरिसकेँ, म चाहिँ जे पनि गर्न सक्छु, ममा त्यति धेरै शक्तिहरू छ भनेर चाहिँ राम्रै प्रवचनहरू पनि दिँदो रहेछ अरे के। अनि उसले जाँदै आउँदै प्रवचनहरू दिँदो रहेछ। अनि साँच्चीकै एक दिन एउटा भक्त चाहिँ उसले चाहिँ पोजिटिभै कुरो लिएर चाहिँ गुरुलाई धेरै नै के मान सम्मान गर्ने, गुरुको कुराहरू सुन्ने र गुरुलाई भित्रै मनबाट मान्ने भक्त पनि रहेछ अरे क्या त्यो बिचमा। अनि एक दिन चाहिँ गुरुलाई भेट्नको लागि जानुपर्ने, घरबाट प्रवचन सुन्नुपर्ने गुरुको गुरु। अनि जाँदाखेरि चाहिँ बाटोमा चाहिँ उसको खोला तरेर जानुपर्ने रहेछ अरे कि गुरुको प्रवचन सुन्नुलाई। अनि जाँदाखेरि चाहिँ खोलामा चाहिँ पुरै बाढीहरू पहिरो आइरहेको रहेछ गुडुङडुङडुङ। अनि त्यतिकैमा मान्छेहरू पुरै तर्न नसकेर पुरै भिड रहेछ अरे कि खोलाको डिलमा बसिरहेको, बाढी पहिरो आइरहेछ कसरी जाने भन्ने, अरू मान्छेहरू पनि आफ्नो कामले कतै जानु खोजेको। अनि उसलाई चाहिँ कस्तो लागेछ भने म त जसरी पनि गुरुलाई भेट्नुपर्छ, म त जसरी पनि जानुपर्छ, आखिरीमा म जसरी पनि जानुपर्छ भन्ने उसले एउटा सङ्कल्प गरेपछि, एउटा विश्वास गरेपछि उसले के गरेछ भने होइन, म यो खोला तरेर जान सक्छु, यदि मैले तर्न सकिनँ भने पनि मलाई मेरो गुरुदेवले बचाइहाल्नुहुन्छ नि, मेरो गुरुसँग त यति धेरै शक्ति छ नि होइन भन्ने उसलाई चाहिँ विश्वास के एउटा लागेछ। र उसलाई विश्वास पनि थिएछ। र उसले केही त्यो नसोचिकन उसले खोलाको डिलमा गएर चाहिँ के भनेछ भने जय गुरुदेव भनेर आफ्नो गुरुको नाम लिएर चाहिँ झम्मै हाम फालेछ क्या। साँच्चीकै हाम फालेको, तर्न सफल भएछ। तरेर चाहिँ गुरुलाई भेट्न त जानु पर्यो। जाँदाखेरि चाहिँ गुरुले यसो हेरेछ होइन, अरे शिष्य त पुरै भिजेर आएको छ, अनि तिमी कसरी भिजेर आयो, पुरै भिजिरहेछौ त के भयो भनेर सोद्धाखेरि उसले चाहिँ त्यही कुरो दोहोऱ्याउनु भएछ कि म चाहिँ बाटोमा आउँदा हजुरलाई भेट्दा मेरो खोला पर्छ, खोलामा चाहिँ पुरै बाढी पहिरो आइरहेको छ, अहिले पनि मान्छेहरू तर्नु सकेको छैन, बसिरहेको छ, पानी कतिखेर रहन्छ भनेपछि म त हजुरलाई भेट्नु आउनुपर्ने, म त हजुरसँग यति शक्ति छ भनेर पहिल्यै थाहा थियो, मैले हजुरको नाम मात्र के लिएर जय गुरुदेव भनेर चाहिँ झम्मा हाम फालेको, हजुरले मलाई बचाइबक्सिनु भयो भनेपछि हजुरसँग यति शक्ति छ भन्ने कुरो मलाई पहिल्यै थाहा थियो, थ्याङ्क यू गुरुदेव भनेर उसले चाहिँ पुरा त्यहाँ भनेछ। त्यो भनेपछि गुरुदेव पनि एकछिन चाहिँ छक्क परेछ क्या, अरे मसँग पनि यति धेरै शक्ति छ भन्ने कुरो त मलाई नै थाहा छैन भनेपछि रहेछ नि त मसँग पनि भन्ने उसले चाहिँ सोचेछ कि। र उसले पनि के विचार गरेछ भने मसँग यति धेरै शक्ति रहेछ भने म पनि एकपल्ट ट्राई गर्नु पर्यो होइन भनेर चाहिँ गएछ क्या गुरु चाहिँ।
अनि गुरु चाहिँ गएर चाहिँ त्यही उसले शिष्यले गरे जस्तै चाहिँ आफ्नो पहिलाको गुरुको जय गुरुदेव भनेर चाहिँ नाम लिएर झम्मै हाम फाल्नुभएको तल इन्डियाको बोर्डर बुधगयामा चाहिँ उत्तानो परेर चाहिँ पानी खाएर डेड भइराख्नु भएको थियो अरे। भनेपछि यो कहानीले चाहिँ हामीलाई के सिकायो भन्ने कुरो चाहिँ हामीले बुझ्नु पर्यो क्या। यो कहानीले चाहिँ अब जस्तै हामीले घमण्डपन गर्नु भएन, आफूभन्दा जान्ने मान्छे आफूभन्दा गुरुहरूको कुरो हामीले सुन्नुपर्छ, पोजिटिभ कुरोहरू लिनुपर्छ होइन। यही कुरोहरू छ र जहिले पनि म मात्र जान्ने भनेर आफूले घमण्ड गर्नु कहिले हुँदैन। मभन्दा धेरै उपरको मान्छेहरू आफूभन्दा धेरै ज्ञानी हुनुहुन्छ, उहाँहरूले धेरै कुरो जान्नुभएको हुन्छ होइन। र त्यसैले हामी सम्पूर्ण होइन ले सोच्नुपर्छ कि हामीभन्दा पनि धेरै उपरमा धेरै ज्ञानी मान्छेहरू छ, उहाँहरूको कुरो सुन्नुपर्छ र उहाँहरूको पोजिटिभ कुरो सुनेर चाहिँ हामीले चाहिँ अरूलाई पनि होइन राम्रो कुरोहरू सिकाउँ, राम्रो प्रतिफलहरू दिउँ र राम्रो काम क्रियाकलापहरू गरौँ भन्ने